मेरो मुसो कुद्दैन सक्दैन छिटो कुद्न म सक्दिन पृथ्वी भ्रमण गर्न भनेर रुनुभएको छ अनि कुमारले भन्नुभएको छ गरेर ढोक आमासँग आशीर्वाद माग्नु अनि गणेशले गएर चाहिँ रइ गरेर आमालाई तिनचोटि पछि परिक्रमा गरेर जसले परिक्रमा भुटान धोएछ तिमीले वर माग्न हामी किन आएको गर्दाखेरि जित्न पाऊँ भनेर गणेशले भन्नुभएको छ अनि आमाले तथास्तु भनेर भन्नुभएको अनि जितेश भनेर भन्नुभयो अनि सबै देवताहरू बाणमा चढे सबै देवता पछि पुगे गणेश पहिले पुग्नु भएको छ अनि सबै देवताहरूले अब कहीँ ठुलो भइस भने गणेशलाई पूजा गर्छ अनि गणेश बिना कुनै पूजा आज ठुलो हुँदैन यसैले सबै देवताका मालिक गणेशलाई पूजा नगरी अरू देवतालाई गर्नु त्यही भएर हामी पशुपति नाच्न जान्छ कि बाहिर भित्तामा गणेशको मूर्ति हुन्छ किन त भने गणेशलाई पूजा अब मिठो लाग्दो रहेछ होइन फुल बेलपत्र गुरुले दिनुहुन्छ र भेटी छ भने हात उठेर पुष्पाञ्जली गर्न लास्ट पुष्पाञ्जली